मलाई त मारे नि, म त मरे नि मामा मलाई बचाऊ भनेर चाहिँ त्यो हात खुट्टै भाँचेको बार यसरी यस्तरी तातो त्यो आगोले गरेर यसरी आएर समातेछ। हेर्नु समाउने बेलामा चाहिँ ससुरालाई चाहिँ अलिकति आगोले पुल्ठो फेरि लामो बनाएर हेर्नुहोस्, यस्तो लामो पुल्ठो बनाएर आगो लाएर अनि बाहिरको चेन गेट सबै थुनेर अनि त्यो उसको च्यानल गेट पनि थुनेर ऊ बसेको कोठाको ढोका पनि थुनेर आगो लगाइसकेर 15-20 मिनट पछाडि चाहिँ मरे कि मरेन भनेर फेरि पुनः त्यो ढोका खोलेर त्यो ढोका जुन मृतक त्यो बसेको मरेको ढोका चाहिँ मरे कि मरेन भनेर ससुर चाहिँ हेर्नु गएको छ। पहिला तपाईँको उहाँहरूको चाहिँ घरमा छलफल सबै कुरा भएको रहेछ, पहिला नै मार्छु भनेर पनि खबर पनि पाएको रहेछ जुन मृतकले। अनि भइसकेपछि आफ्नो दिदी र के अरे भाउजू र आमालाई पनि खबर पनि भएको, आमालाई खबर पनि भएको आज मलाई मार्छ, तपाईँहरू आउनुहुन्छ कि लिन आउनुहुन्छ कि मलाई के गर्नुहुन्छ भनेर पनि भनिसकेको। तै पनि आजलाई बस्नु छोरी, अब म भोलि तँलाई म भोलि लिन आउँछु, केही गर्दैन, आफन्त मान्छेमा केही हुँदैन भनेर चाहिँ उहाँले चाहिँ आमाले चाहिँ भन्नुभएको छ। अनि भनिसकेपछि एकछिनपछि चाहिँ तब 4 बजेको समयमा चाहिँ अनि उहाँलाई खाजासाजा पुर्याएर किचनमा बस्ने बेलामा उहाँलाई चाहिँ मजाले चाहिँ त्यो सामानहरू पहिले ठिक पारेर राखेको रहेछ क्या अरे। अनि त्यो सामानहरू त्यो ढुङ्गा मुढा अथवा के मुङ्ग्रोले अथवा रडले हिर्काएर पहिला हेर्न जाने बेलामा चाहिँ अनि मलाई चाहिँ मारे नि मामा पर्ने, फेरि उहाँको आफ्नै दिदीको छोरी अनि उहाँ चाहिँ मामा पर्ने केटाको बाउ चाहिँ। अनि भइसकेपछि अनि केटाको सर अनि यसको चाहिँ अनि यसलाई चाहिँ हाम्रो माग चाहिँ के हो भने यो जति भएको उहाँको जुन घर सम्पत्ति भएको चाहिँ त्यो 3टा छोरछोरीको नाममा रहिरहोस्, 16 वर्ष उमेर नपुगुन्जेल कोही कसैको उ गरेर नामसारी गरेर जे जति भएको यो अपराधीहरूलाई चाहिँ यो घरमा बस्न नदिकन जुन अपराध गर्नेलाई चाहिँ आजीवन, जुन खुद एउटाले त अपराधै गरेको छ नि सर, अरू जसले हराए पनि एउटाले त्यसलाई चाहिँ आजीवन जेल गई अरूलाई चाहिँ कानुन बमोजिम जेलमा हालेर सजाय दियो भने हामीलाई मुक्ति हुन्थ्यो भनेर भन्न चाहन्छु। हजुरले पहिलेदेखि चिन्नुहुन्थ्यो हाम्रो जुन मृतकलाई हामी अब यहाँनिर सर 6 नम्बरबाट यहीँ धुरानिर है हाम्रो त अब त्यो नातै चाहिँ हामीले यस्तो उ गरेर चाहिँ हामीले चिनाजानी नै घरमा गरेको छैन। अब बजारमा एकै ठाउँ शनिबारको हाट एकै ठाउँ सबै एकै ठाउँ हो, चेलीबेटीहरू सबै कुरा हामी किन नचिन्न चाहिँ चिनिहाल्छन्। त्यो स्वभाव उहाँको एकदम राम्रो हो, पहिलादेखि नै उहाँलाई दबाबमा उहाँलाई पहिलादेखि नै पहिला 6-7 वर्ष अगाडि बिहे गरेर 6-7 वर्षसम्म बालबच्चा नहुँदाखेरि यो राडी हो, यसले बालबच्चा छोराछोरी केही पनि पाउँदैन, यसलाई यहाँ राख्नु हुँदैन भनेर पनि उहाँलाई दबाब दिएको पहिलादेखि पनि। त्यो उसो हुँदा हुँदै त्यो खप्दा खप्दै उहाँले चाहिँ एकै तालमा 2टा छोरा एउटा छोरी उहाँले जन्म लियो। लिइसकेपछि अहिले यस्तो अप्ठ्यारोमा परेपछि ज्यानै गुमाउनु पर्यो। अनि उहाँको श्रीमान चाहिँ बाहिर हुनुहुन्छ, यहाँ हामीले भन्छ सर के भन्छ भने अब उहाँको श्रीमान चाहिँ त्यो कम्पनी छोडेर पनि अर्को ठाउँमा भागिसक्यो, यहाँ घटना घटेको भलिबल र अब इनिगल भयो, पाउँदैन यहाँ आउँदैन भनेर यहाँ भन्छ, सबैले भन्छ। अनि हामी चाहिँ के भन्छ भने उहाँको श्रीमानको पनि मिलिमतो छ भनेर भनेछ, 2 लाख रुपियाँ पैसा दिन्छु मेरो परिवारलाई मार भनेर भनेको छ भनेर मृतकको चाहिँ बहिनीले भनेछ, आमाजीले नन्दले भनेछ। नन्दले भनेकोले गर्दाखेरि बुढो नआइकन चाहिँ उसको बुढो नआइकन हामी लास जलाउँदैन भनेर हामीले हस्पिटलमा हालेर राखेको छ सर हामीले। अनि उसको बुढा आएर ससुरा चाहिँ फेरि आगोले जलाएर काठमाडौँ हस्पिटलमा छ, ऊ पनि आएर अनुसन्धान पुरा भएर ठहर गरेर उसले पाउनुपर्ने कानुन बमोजिम चाहिँ उसले भोग्नै पर्छ, गर्नुपर्छ भन्ने चाहिँ माग हो हाम्रो।